कहाँ हो चियापत्ती लिन आयो मान्छे चियापत्ती लिन आयो मान्छे बोल्न यहाँ चियापत्ती ए चियापत्ती चाहिँ भेट्यो अब ग्यास भेटिएन बुढीले भात पकाएर ग्यास सकिएर ग्यास लिन जाँदै लेट हुने मान्छे हो फेरि हतार गर्ने मान्छे नि उयो हो होइन लेट हुने नि उयो हो अहिलेसम्म भर्खर अघिसम्म सुतिरहेको थियो भर्खर उठेर प्याकिङ हुँदैछ तल धोरपाटनको बाटो बाइकको हालत मान्छेको हालत त्यस्तै बाइकको हालत त्यस्तै बाइकको हालत तुस बाटो त्यस्तो मोटरसाइकलको बाइकको चाहिँ हालत खराब भएको छ अहिले बुधगाउँमा गएर बनाउनु पर्छ हाम्रो नेता मान्छेलाई चम्छ हामी नेपाली बाधामा मोटरसाइकलमा होइन क्या नेता नेता युकेको लाउरेको हेयर कटिङ त्यस्तै फाइनल्ली है राहुल सरको बिहा एटेन्ड गर्नलाई सफल बुटिक ट्याक्क यहाँ ल अब दुलाईको मात्रै इन्तजाम बाँकी छ कपाल सवाल फेरि रंडी बंद ला लगा ल वेलकम ब्याक है यसमै अर्जुन श्रेष्ठ नाउ धोरपाटनको लागि होइन घरबाट भर्खर निस्केको 6:30 बजीतिरको प्लानिङ थियो बट हल्का लेट भयो है यताउता गर्दाखेरि न त्यही हो अब म बजार जाँदैछु बजार गएर चाहिँ हाम्रो मोटु सरलाई भेट्छु देन मोटु सरको बाइक चाहिँ पोखरामा छ भाइले लिएर गएको सो त्यही नै हो फाइनल्ली मोटु सरको घर नै आइपुग्नुलाई होइन हाम्रो सन्दीप लामा ब्लग्स ड्राइभर देखेर चाहिँ मैले ड्राइभर सम्झेको के यो हो नि त आफ्नै पातामा होइन धोरपाटनतिर राइड निस्केको केटा भ्यू हेर भ्यू यो हो कि भ्यू भनेको धोरपाटन है त धोरपाटन सियु धोरपाटन बुगिपाटन चाहिँ हो कि होइन थाहा छैन अब राहुललाई चाहिँ हामीले हल्का प्लान यस्तो हो उस्तो भन्दा भयो बङ्गेर बसेको छ अब राहुलको रियाक्सन हेर्नु रेडी नै भएर बसेको कि बसेन के त त्यतिकै नाङ्गे पल्टिरहेको कि क्या ऊ फेरि के अरे जाने प्लान बनाएर गाडी नि लगाएन अनि जान्न भन्दाखेरि त उसलाई नि कन्तेर तातेर रातो नै बिरोएर बस्यो होला राहुल झन् जाने भनेर पनि सबै काम यताउता छोडेर एकचोटि सहेर बसेको छु भनेर रातो बिरोएर बस्यो होला घरमा छ कि पसलमा छ भनेर बाइक आइरहेको छु होला एउटा जाने भन्नुहोस् टप हाल्यो नि हुन्थ्यो नि पछाडिको पछाडि टप नहालेर चाहिँ चाहिँ राहुलले लाने बाइक यो हो र होइन त्यो हो होइन अर्को थियो त केटाहरूको रुम फेरि हेलो राहुल सर घप्तिर बस्छु यार उठौँ उठौँ जाने न मनाउ
मोटे त आउनै मानेन मम्मीले ल्याङ हाने नि मोटेको त्यो एक्लै आइदियो उठ्नु चल्दिउँ दुईजना आउँछ क्या घुम्थ्यो बस्यो थियो यस्तो आउँदै थिएन नि यार लेट हुने मान्छे हो फेरि हतार गर्ने मान्छे नि उयो होइन लेट हुने नि उयो कि अहिलेसम्म भर्खर अघिसम्म सुतिरहेको थियो भर्खर उठेर प्याकिङ हुँदैछ त्यहीको उपराक्षमा एउटा सेन लगाइदिउँ त्यो वेदरले चाहिँ खतरा साथ देखायो फाइनल्ली रलको घरबाट हामी चाहिँ निस्किनु लाग्यो होइन बरु यो लाउनु भन्दा यार त्यो उसै लाउनु क्या सु कभरै लाउनु क्या भ्यासी लगाएर झोले पारेमा कि निस्किरहने खतरा नि अब चाहिँ सिधै यो बाटो चाहिँ पोखरा होइन पोखराबाट धोरपाटन अब बिच बिचमा क्लिप होइन अघिको क्लिपमा चाहिँ के अरे माइक अन नभएछ सेटअप यहाँ छ फाइनल्ली हामी चाहिँ निस्क्यौँ जो आज वेदरले चाहिँ दामी साथ देखायो होइन यो मान्छेलाई चिना चिना जस्तो लाग्यो कहाँ हो ओ सरजी कता हो यी ल्याएर महँगो यता हो भन्ला रे अहिले चाहिँ हामी दुईटा बाइकमा पोखराबाट जाँदै थिम्ता हुन्छ टल्केर दुले चाहिँ पोखरामा टल्केर बसिरहेको छ है केटा हामी चाहिँ पोखरा पुगिन्जेलसम्म मात्रै मात्रै हुन्छ मेन डेडिकेट चाहिँ हाम्रो साहेब सरलाई सबसे पहिला चम्काउने साहेब सर हो लास्टमा साहेब सर विदेशतिर खिलित्त हामी चाहिँ धोरपाटनतिर सिलित्त है त पानी चाहिँ पर्छ कहाँ गएर पर्छ भन्ने कुरा हो कि जे होस् पानी पर्यो नि पुगिसकेपछि पर्यो हुन्थ्यो त्यही हो अरे सुन्दरबजारबाटै खत्री खाँटीको बाटो किन छोड्यो आयो फेरि भनेको उता धेरै बनाइसक्यो त यार होइन यहाँ त पुरै कच्ची नै भयो नि त यो त पिच बिग्रेको नि होइन नि यो त मैले पिचै हालेको छैन घन्टी नेता यसो घन्टी नेताले गर्छ कि नेपाल सुन्दरबजारको घन्टी नेता योपालि घन्टीकोबाट को उठ्ने बिहारमा खटी ठाटीको बाटो चाहिँ यस्तो छ है केटा हौ हेरौँ अब चाहिँ यो पोखरा केटाहरू पछाडि बस्नु हुन्न यार केटाहरूको पछाडि हिँड्नु हुन्न यार केटाहरूको
ए हामी नि त्यही जानु सँगै जाने ल ल ल ओके छ ल अहिले चाहिँ हामी पुग्यौँ थानसिङ भन्ने ठाउँ होइन त्यो माथिको चाहिँ नेटा जो घरबाट निस्किँदाखेरि चाहिँ दामी घाम लाग्थ्यो अहिले चाहिँ अब क्लाउडी भयो वेदर चाहिँ जहाँसम्म लाग्छ पोखरासम्म चाहिँ पानी पर्दैन होला अब पोखरा पछि चाहिँ पानीले आज बित्ताउला जस्तो छ जस ज्याकेट लगाएर आएको नि ठिकै हाम्रो छ ज्याकेट लगाएर आएको नि ठिकै भएछ क्या मा चिसो हालै यस्तो भोवाल निस्किँद यो पक्कै भोल्टातिरको खोलाबाट निस्केको बाप्य हो यो अब चाहिँ मध्य नेपालको एक मात्र पहिरो जाने ठाउँ भनेको यही हो त्यहाँबाट अरू छैन नेटा ओहो यहाँ मिठो छुन्छ भाइ घिसिन्छ के यहाँ चाहिँ दामी पहिरो जान्छ क्या झन् हिजोतिरको पानीले झारेन ल खत्रै झरेको नि पहिरो है नपत्ताउँदै झऱ्यो नि यार यत्रो बाटो अलिअलि डुङ्गाहरू झरेर बसिहालेको हो ए बाटो सजिलो भन्नु अन्त माथिबाट झऱ्या पहिरोले तिनवटामा भेट्छ त्यहाँबाट यहाँबाट त्यहाँ तलबाट त्यहाँसम्म पुग्छ यार पहिरो यार यो वैकल्पिक बाटो बनाएको छ यहाँ पहिरो झऱ्यो भने यताबाट जान उ त्यहाँ निस्किनलाई नेटो जाने बाटो होला हुन चाहिँ खोलेको वैकल्पिक बाटो नि भयो क्या एउटा बर्खा मात्र हिँड्न त झ्याउ नै हो यार अझै सोलो हिँड्न चाहिँ सबसे झ्याउ हो क्या साधनले साध्दैन त्यहाँबाट बाटो यस्तो भइदियो भने त घाँडु हुन्छ त यार अझै रातिको टाइममा है यहाँसम्म आउँथ्यो कि त्यो पहिरो यहाँसम्म आउँथ्यो ओहो यहाँ नि झर्न बाहुबली हामी चाहिँ सेल्फी डाँडामा दुईटा हामी त अब धरबाट हिँडेको ल केटा हो हामी कहाँ जाला यो सिन धोरपाट नै त लगाइदियो ब्लग हेर्न चाहिँ कसैले नछुटाउनु होला है थ्याङ्क यू हो भाइ खोला चाहिँ सानै भयो हुन्थ्यो क्या ठुलो भएर चाहिँ त ल्याङ हुन्छ केही छैन यहाँ जुत्तामा लाउने समातेर राख्यो यहाँ लाउँछु तार्ने खुट्टा टेक्दै जोस बेसरमा चाहिँ दामी घाम लाग्थ्यो हामी अहिले मध्य नेपालमा हुँदाखेरि चाहिँ बादल नि कालो पुलै बनाइसकेछ नि त पुलबाटै रहेछ बाटो होला के होइन खोलै हो त खोला कत्रो छ भन्ने कुरा हो ठुलो छ यार ठुलो रहेछ यार बाटो चाहिँ डेन्जरै रहेछ जोस अपोलो नहालेको ठिकै भएछ हौ यो बाटो हेर्दा अपोलो यो गोटीवाला टायरले त यस्तो फालिरह बिट अपोलो हाल्यो है त गाँठ फाट्थ्यो यार चिप्ले बापरे
जस पोखरा गएर एक लड वास्सै हान्न पर्ने अहिले बाइक चाहिँ नेपालको बाटो यस्तै हो राउस लाउने यो लाउने हो हातमा समाति थियो त्यो लागेर हिँडेको कताको ट्रेकिङ हो मैले त घरमा के सुनेको थिएँ अन्त केटाहरू चियापत्ती लिन चिया बनाउँदा चियापत्ती सिद्धेर लिन गएको भन्ने सुनेको थिएँ केटाहरू त अनि यत्रो यत्रो त झोला बोकेर हिँडेको नि त यार गाह्रो पऱ्यो नि त नि एकछिन कारलाई के भन्छ क्रस गरियो यो त्यस्तै भइरहेको हुन्छ ए यो सर्बो होला हो छुट्टीमा होला भनेको त मान्छे त अब अनि छुट्टीमा होला भनेको त यता पो अझै भाइरल भाइरल किनेर क्या भाइरल किनेर मामा भन्दा दाइसँगको मिठो मिठो भेटघाट पछि हामी लाग्यौँ है त राइडर केटा 1 2 3 हामी चाहिँ भोलेटार छोडेर कटपुटार आइपुग्यौँ कटपुटार खोला चाहिँ माथि के भन्छ माथि मिडिम खोला खतरा बढ्यो रहेछ यो खोला नि तर यहाँको माछा चाहिँ मिठो हुन्छ भन्ने सुनेको थिएँ तर कटपुटार बजारमा नि यो फाँट सबै भरिने हो भने त बजार मिठो बस्नु ठाउँ भइहाल्यो नि यो उतातिरको फाँटहरू छ नि सबै भरिने हो भने क्या बजार बस्ने एरिया चाहिँ बवाल छ क्या नि मान्छे सबै त्यही त हो सुख सुविधा खोज्छन् बेगनासबाट बिहान कति बजेको गाडी आइसक्यो यहाँ यार हामी चाहिँ पोखरा पुगेनौँ साथ हामी लगभग सिउँडियारबाट कति बजीतिर निस्क्यो होला 8 8:30 8 बजी थियो होला है के बजी खै 7:30 8 कति भयो थियो होला होइन यहाँ सिउँडियारबाट कति बजी थियो अब एकछिन है ब्रेकफास्ट
ब्रेक गर्न आएको यार कस्तो गर्न आएको ब्रेक अम्बा मार्केट खाने भयो कहाँ हो चियापत्ती लिन आयो मान्छे चियापत्ती लिन आयो मान्छे बोल्न यहाँ चियापत्ती ए चियापत्ती चाहिँ भेट्यो अब ग्यास भेटिएन बुढीले भात पकाएर गयो ग्यास सकिएर ग्यास लिन जाँदै मोटर चियापत्ती भेट्यो भेटेन दुई झोला मैले ए भोलि जग्गा आएकोकै क्वालिटी लडेको छ भयो अझै एकचोटि कटाउँदै फेरि कटाउँदै अरे अंडी का बन ला लगा कुटाई में एक कोही डडको मार्ला जान्छ त्यसरी होइन कि अब चाहिँ पछाडि केटाहरू आउँदैछन् पोखराबाट चाहिँ अब सोलो एउटा बुलेट दुईटा एनएस अब एक नासको डाँडा आज चल टाइम लाग्यो नि बस्दै बस्दै आयो सो बेगनास पहिलो एक्सपिरियन्स बागलुङबाट माथि चाहिँ पहिलो एक्सपिरियन्स हो बागलुङबाट माथि त्यता त कहाँ गइया त नि ओ धोरपाटन नपुग्दै हामीले त यहाँ खत्रै घोडै देखियो त यार यो हो क्या हाइवे भनेको यस्तोमा हो क्या हिँड्ने भनेको बल्ल विदेशमा हिँडे जस्तो फिल हुन्छ है सलललललल के रे अर्गुन हाम्रो मोटो सर चाहिँ गाली खाएर आयो क्या होइन दुईटा त्यहाँ बसिरहेको एउटा जाँदैछौँ बुलेट होइन
मोटु सरको चाहिँ कति तल्ला रे पर्छ 6 तल्ला पसिना दिन्छ भरे जस्तो यो मान्छेले चाहिँ मान्छे ढाल्छ क्या गाली खाइयो कि खाइएन केटाहरू खै त राहुलहरू पछाडि रहेछ उता बस्ने हो कहाँ सफल त्यताबाट छिरीबाट छैन होला छैन ऊ त्यहाँ रहेछ ठ्याक्क देखिहाल्यो क्या उताबाट घुमेर जाऊँ न सफलपट्टि यहीँबाट छिर्न मिल्छ क्या यहाँ ग्राउन्डबाट निस्किन उतापट्टि मिल्छ त निस्किन मलाई जहाँसम्म लाग्यो मैले त्यहीँ खोजेको छु भर्ती गर्नु मान्छेको सुन्न बाइक लिएर क्रिकेट खेल्न हो हामी बाइक लिएर क्रिकेट खेल्न हो हामी यहीँ भित्र जाऊँ न भित्रै जाऊँ भित्रै औ पार्टी हाल्न हामी त धोकाबाट निस्किया मान्छे यहाँ पार्टी हाल्न आयो है डेन्डो बनाएर त हुन्छ हामी एकैछिनमा निस्किन्छौँ म भन्छु काकालाई म भन्छु फाइनल्ली है राहुल सरको बिहा एटेन्ड गर्नलाई सफल बुटिक ट्याक्क यहाँ मोटर सर बाइक नपाएर यहाँ तमा पहिरहेछ अब दुलाईको मात्रै इन्तजाम बाँकी छ कपाल सवाल काटेर टक्क है हाम्रो राहुल सर चाहिँ ट्राफिक भन्दा नि पुलिस भन्दा नि माथिको मान्छे बालेन सालन फ्ल भन्ने मान्छे पुलिसको लागि पुलिस आर्मीको लागि आर्मी ट्राफिकको लागि ट्राफिक ठिक छ दुइटा चाहिँ यहाँ ट्याक्क यस्तै छ केटा हो क्लाइमेट चाहिँ होस् बवाल छ क्या कहाँ जाने भने इट स्ट्रिट घुस्ने भने हो कहाँ जाने भने के भने मोटर छ अघि के भने अघि जोस पोखरामा पैसा हुने भन्छ रमाइलो छ जिन्दगी पैसा नहुनलाई त जाने गाह्रो हो होइन पैसा हुनलाई चाहिँ मजा छ के गर्नु आफू मजा गर्दा हिँड्नलाई आफूसँग पैसा छैन चिप्ले ढुङ्गा यो चाहिँ होइन फर्स्ट टाइम हिँड्ने मान्छेलाई चाहिँ हल्का झ्याउ यसमा के छ भने त कोही सिधो गइदियो भने सिधै चिट हो क्या सो यहाँबाट गइदियो यसरी एन्ड देन यु ह्याड टु टर्न है ट्रेड मल
पोखराको त्यस्तो खासै ठाउँ चाहिँ थाहा छैन मलाई होइन कहिले कहिले आइरह हुन्छु त्यहाँदेखि घुम्ने ठाउँहरू चाहिँ यताउता थाहा यताबाट मार्केटहरूको बारेमा यताउता चाहिँ खासै मलाई आइडियै छैन क्या अब एउटा ठाउँमा रोकेर होइन यताउता अब झोलासोला मिलाएर एन्ड देन माउन्ट र मङ्की मार्क्स किन्यो भने थियो केटाहरूले त्यो किनेर अनि हामी चाहिँ सिधै बागलुङमा भेट्छौँ हेम्जाको रोड पनि मजा आउँछ चलाउन जो सिटी भनेको सिटी हो क्या पोखरा सिटी हो नि त काठमाडौँ पछिको दोस्रो तेस्रो गेममा पर्छ होइन अब मलाई त थाहा छैन एन्ड रोडको कन्डिसन अनि त्यहाँबाट त्यो क्राउडेड एरिया भयो नि त्यसको पपुलेसन कन्ट्रोल त्यो चाहिँ दामी छ क्या जो सिटीतिर त्यो फेसिलिटी चाहिँ हुन्छ क्या म चाहिँ अस्ति नै एकचोटि बुढीसँग यता आएको भएर यो बाटो चाहिँ थाहा छ हाइवे निस्किनलाई होइन अब हामी चाहिँ हाइवे निस्क्यौँ एन्ड अब केटाहरूले त्यो चाहिँ कहाँ खोज्ने हो सेती खोला सँगसँगै तर्छु है सँग लैजाऊ म पछि पर्छु है तिमीलाई धेरै म माया गर्छु है ए माया के रे शरणकोट हुँदै जाने हो कि हेम्जा हुँदै जाने हो शरणकोट हुँदै जाने कि हेम्जाबाट होला नि अनि मुस्ताङ जाने बाटै मोदी लामो निस्किने ठाउँ त एउटै हो नि त मलाई त गएर मलाई त थाहा छैन कताबाट जाने भनेको कि हाइवे जाने हाइवे अझै बढी फेरि बस्नु एकदम जाने हेम्जाबाट अब एउटा सरी हो भनेको यस्तो हुनुपर्छ क्या यस्तो यस्तो भोबाल समटाइम भ्याकेसनमा आउनु फाइदा के अरे रमाइलो गर्नुपर्छ नगर्ने होइन होइन टाइम आउँछ यो भनेको अहिले भनेको टुरिङ यताउताको सिजनै हो नि त भनौँ होइन हामी चाहिँ अब वर्षै पछि होइन यसो निस्किँदा हुन्छ सो यो पालिको प्लान चाहिँ धोरपाटनको केटाहरूको कुरा अनुसार चाहिँ धोरपाटन क्यान्सलै हुन्छ कि क्यान्सल हुन्छ जस्तो लाग्थ्यो तर जोस् निस्क्यौँ यति भएपछि चाहिँ अब हामी धोरपाटन चाहिँ जसरी पुगिन्छ होइन पुल पनि भइहाल्छ क्या यो अन्त यस्तो हुन्छ धेरै 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 विकास भइसक्यो यता साइडमा क्या टुरिस्ट एरिया पोखरा हेम्जा हुने मुस्ताङ बागलुङ बोल्ने हामी चाहिँ बागलुङबाट छुट्टिने होला सायद होइन म्यापमा रोड सोच्दाखेरि रोड भेटिँदैन हो मङ्की मार्क्स केटाको त्यस्तो एउटा ठाउँमा गएर पेट्रोल हालेर सिधै बुटल
अब खासा लगाएर मोटेको माउन्ट साउन्ड हालेर होइन ब्लक स्टार गयो अब ठिक्कको खाजा खाने ठाउँ खोजेर होइन हामी चाहिँ खाजा खानु बस्छौँ जम्बाउनेहरू यहाँ ठिक छ समोसा तरकारी लामो समोसा हो त यहाँ त समोसा तरकारी हो यहाँ त मोटु सर डाँडामा जाऊँ न त्यहाँ ठिक जानु बरु उकालो लिएर के माथि उकालो छ नि त्यहाँ बस्नु ठिक छ नि बरु माथि उकालो सुरु हुन्छ नि त्यहाँ बरु बस्नु ठाउँ ठिक छ नि त खासा जानु त्यहाँ बसेको हाल्नु त यतै हो नि यो अब यो हेम्चा सिद्धि अनि उकालो सुरु हुन्छ न त्यता के है नानीको मोबाइल झर्ला है आज केटाहरूले किन कुदाएन अस्लो आहा द्याट पहिला पहिला सबसे लास्टमै हुन्थ्यो आजभोलि त केटाहरू खासै कुदाएको छैन बेबारिसै भइदियो क्या मजा लाबारिसै उनीहरू चाहिँ बेबारिसै हो क्या हेम्जा बटेर अब यो सरङकोट जाने बाटो हो क्या उकालोतिर है बाइकको हालत चाहिँ डेन्जरै हो क्या के हो होइन मुखमा लाउने होइन भर्खर सम्मो बाटो हिँडेर अब चाहिँ उकालो सुरु है यो डाँडा खाना खाइदिनु न अब अरू छैन क्या अन्त तपाईँ चना तरकारीहरू खानु नि त हाम्रो नेता मान्छेलाई चम्छ हामी नेपाली बाधामा मोटो शोरूममा होइन क्या नेता नेता युकेको लाउरे को हेयर कटिङ त्यस्तै अब खाना खाँदाखेरि नि बेइज्जत हुन्छ खाना खाँदा नि बेइज्जत हुन्छ को पछि लाग्यो भने अनि त्यहाँबाट पार्टी दिनलाई अघिको के अरे बुटिक छँदैछ त किन डराइरहने साउ यहाँ किन डराइरह तपाईँ खाना खाएर अब निस्केको है ब्याग रेडीमा चढ्नु गाह्रो हुने हो त केटाहरू चाहिँ हिँड्छ कि अब ह्यान्डल छाडेर माथिको उकालो लाग्दैछौँ होइन
राहुल चाहिँ पुरा पछाडि बसेर होइन चिल पारामा मोटरसाइकल बुलेट हाँक्दै म एनएस हाँक्दै अनि अर्को साथी एकजना पछाडि एनएस हाँक्दै तिनवटा बाइकमा उकालो सिद्धेर ओह्रालो लागेको छौँ। अब लगभग कति 35 किलोमिटर भनेपछि एराउन्ड 45 मिनट्सदेखि 1 घन्टा भनौँ न त्यति टाइमसम्म चाहिँ कुस्माको पुल छ नि बन्जी जम्पिङ मोस्ट अफ द पिपुललाई चाहिँ थाहा छ होला होइन बन्जी जम्पिङ कुस्मा द क्लिप भन्ने त्यहाँ यसो एकछिन बस्छौँ। अहिलेसम्म चाहिँ क्लाइमेटले साथ दिइरहेछ होइन। अब चाहिँ यसै के हुन्छ हल्का आकाश नि कालो कालो बिहानबाटै भाव आकाश कालो कालो त बट अहिलेसम्म चाहिँ साथ दिइरहेछ भनौँ न। अब चाहिँ डाँडा काँडाको बिचतिर भएर होला मेबी हो फर द बेस्ट चाहिँ बेस्ट वेदर। हाम्रो सन्दीप लामा ब्लग्स अगाडि बुलेटमा होइन चिलमा ऊ आफ्नै तालमा छ म आफ्नै तालमा छु। केटाहरूको डेस्टिनेसन जे होस् धेरै अगाडिबाट क्या प्लान गरेर आएको धोरपाटन जाने भनेर बट कसैको कहिले के टाइम नमिल्ने कसैको के काम पर्ने होइन त्यो कारणले गर्दा राइड रोकिराखेको थियो। एन्ड योपालि चाहिँ जे हुन्छ भनेर निस्किसक्यौँ निस्केर पनि धेरै अगाडि आइसक्यौँ हामी होइन। अब त्यही हो Ahora me voy a ver medio. Vamos a poner. Está ahí. Pero por lo que te van a ver ya. केटाहरू चाहिँ सुइचु हिँडेछन् बाटो थाहा छैन यार कहाँ सोधियो फोटोफोटो छुट्टिने हो केही अत्तो पत्तो छैन केटा हो। धोरपाटन जाने बाटो कताबाट मैले भन्थे धाराको बानी बरु धोरपाटन जाने कताबाट हो धोरपाटन यहाँबाट आउने हो कहाँबाट आउने हो यहाँबाट आउने हो म जाँदै हिँड्छु नि बजारबाट निस्किनु पऱ्यो पहिला त्यहाँबाट त सिधै होला नि बाटो यहीँबाट होला उता जाने नि धोरपाटन जाने कता यताबाट धोरपाटन जाऊ
बागलुङ बजार अहिले छौँ हामी बागलुङ बजार बाटो थाहा नभएपछि कसको बाउको के लाग्छ र होइन कताबाट कता हो मा कता गयो तिनीहरू बाइकमा केही प्रब्लममा जस्तो लाग्यो यार थेट स्टार्ट बन्द भएकै गर्छ त यार तनाव पो हो त कुदाउनै मिलेन क्या यार 40-50 स्पिडमा बन्द भइदियो यार यस्तो भयो भने त सेट भइहाल्छ नि त केटाहरू म्यापहरू बत्यायो नि त्यसो बत्याउने ओइ यता यता ओइ बागलुङ छोडेर है बजार छोडेर बुर्दिबाङ जाने बाटोतिर लागिसक्यौँ अघि भन्दा चाहिँ वाइडा होला अहिले है हल्लिनु फेरि स्टेबल छ हुँदैन नि त सो मैले चाहिँ होरिजेन्टल स्टेडीमा हाल्थेँ बट त्यस्तो उसाएन क्या जुन फुटेज क्याप्चर हुन्छ नि त्यो राम्रो नआएर रोक स्टेडीमा वाइड एङ्गलमा हानेको छु अहिले खासै उस्तो छैन अहिले चेक गर्छु आई विल चेक इट बर्खाको टाइमको अफ रोड एक्सपिरियन्स केटा हो ज्यान चाहिँ मिठो गलाउने भयो आज क्यामेरा पनि दिन्छ हल्लिन्छ हेलमेटमा फर्म थप्नु पनि भयो यार लास्टै भयो अति हल्लियो क्या हेलमेटै हल्ल्या भिडियो त्यसै हल्लिनु भने होटल भन्छ 1.5 घन्टामा पुगिन्छ 80 किलोमिटर कति किलोमिटर छ यता बाटो पिच छ त यार उ त्यो मान्छेलाई सोधौँ त
दोरपाटन जाने कताबाट हो रे दोरपाटन जाने दोरपाटन 80 किलोमीटर मुझे पूरे 1.5 घंटे में पुग जाने लगे यार आयो यामा मार्छ त्यो होटल चाहिँ यार पेट्रोल भाग्नु पनि पेट्रोल थप्याउनु मन थियो यार थपिएन यार फिचमा त एक्सट्रिम हुने भयो राइड चाहिँ घाल्ट्याङ गुल्डुङ Enjoy yonda. Yay. बाटो त पुरै पिच त खोतालेर भ्याइदियो कि के हो पिजमा हाल्यो पिच त छ यार अलिअलि ओ स्कुटी त बिग्रेर छोडेर गयो क्या बाटो त एकचोटि पिच हालेपछि अर्कोचोटि वास्तै नगरे जस्तो टाइपको हुन्छ बाटो यार रमाइलो त हान्नुहुन्छ कि पछाडि ब्याग बानेको छु यार अहिले झरिदियो भन्ने टाइमको वेस्ट मात्र हो यार पिज्जा राहुल सर मजा आयो बाटो त यार कोची रोड साढे 9 बजे बल्ल दोरपाटन बाहिर पानी निन्दा परेछ दुःख नि निन्दा पाइयो यार पानी पर्दा अर्थात् खासै बाइकको हालत चाहिँ खत्तम भयो कति टाइममा चाहिँ ठोक्यो होला यार बल्ल लिएर आएको दोरबाटो नै मर्निङको भ्यू बाइक चाहिँ खत्तम भयो अब तल बोटीबाङमा गएर यसलाई क्लाउड बनाउनै पर्छ दिस इज दोरपाटन है त केटा हिजो चाहिँ राति अल टाइम लाग्यो सो भिडियो बनाउन पाइनँ त्यो अगाडि देख्नु भएको त्यहाँ जान लाग्छौँ
यसो घुमघाम है आइसकेपछि घुम्नै पर्यो धेरै साथ दिएको म चाहिँ कट्नु पऱ्यो भन्नु डलाइरहेको छ बाटो लाएको छ होइन त्यही हो सुरक्षा आयो चाहिँ अब अहिले देखाउँछु कस्तो रहेछ त्यही नेताज्यू कस्तो हुँदैछ धोरपाटन ए बबाल दामी म त यहाँ भैँसी किनेर नि भैँसी चलाउँदै भैँसी हेर्दै कस्तो लाग्यो त नि मलाई खतरा लाग्यो दामी बाटो पनि सजिलो रहेछ आउन भ्यू पनि नाइस ल के त अब आउँ धोरपाटन आउने हो भने चाहिँ बर्खाको टाइममा आऊ है बर्खाको टाइममा रहेछ फुल नि हामी अलिकति ढिला भएछौँ ट्रेन केही छैन जेउसी स्टेसनमा पुग्यौँ होइन ठिक छ ल भ्यू हेर्न सक्नुहुन्छ होइन भवालै छ कि जेउस केटाहरूलाई अहिले पछि के अरे हिजो त राति परेर त्यो ठाउँको भिडियो हान्न पाइएन रोडको आज अहिले पछि देखाउँछु भिडियो कस्तो ठाउँमा चाहिँ कसरी पुगियो होला कस्तो हुन्छ भनेर अहिले धोरपाटन बवाल धोरपाटन